ल गुड मर्निङ साथीहरू। फेरि अब फेरि माछा खेल्न माछा मार्न आइपुगेछ है। यो गोरा आजसम्म 3 दिन भइसक्यो बसेको। यसले कहानी सुनाउँदैछ हामीलाई। अनि आजको मौसम यस्तो छ, घाम लागिरहेछ, उक्का छ, हावा अलिअलि चल्दैछ होइन। यो गोराको यो घर है, खेल्न चाहिँ है, बियरले चाहिँ मक्ख परेको छ है। यस्तो छ अब चाहिँ के हङकङको लाइफ यस्तै छ है। छुट्टीमा आयो, हाइकिङ हिँड्यो, माछा मार्न गयो, फिसिङ गर्नु गयो, लिङ्गेर टिप्नु गयो। भाइले त्यहाँ काम रेडी गर्दैछ। ल आजको हाम्रो माछा कस्तो हुन्छ म देखाउँदै गर्छु है हजुरलाई है त। ओके छ नि त। यहाँ चाहिँ म माछाको चारो बनाउँदैछु यसरी। यो चारो चाहिँ मकैको रहेछ होइन। अनि यो चाहिँ 13 नम्बरको छ, ठुलो छ यो चाहिँ के गोराले दिएको यो। अनि 3 दिनमा गोराले खेलेको थियो। चारो पनि गोराले दिएको, चारो पनि गोराले दिएको। मकैको चारो यसमा चाहिँ मिठो छ यसको। अब कति पर्छ माछा यसमा चाहिँ यहाँ त। रड पनि के है, ड्राई पनि यस्तो छ है। अब यसरी खेल्नुपर्छ माछा मार्दाखेरि। हङकङको लाइफमा यस्तो छ। काम हुँदा नि काममा जाने हो, छुट्टी हुँदाखेरि यसरी हाइकिङ जाने होइन। अनि माछा मार्न जाने, यस्तो छ, रमाइलो छ। अनि अब अहिले 11 बज्यो हङकङको। अब कति बेलासम्म खेलिन्छ, अब रातभरि खेल्ने भन्ने विचार गरेर आएको छौँ। कति हुन्छ अब यहाँ उता भाइले अब टट हानिसकेछ, म चाहिँ यहाँ बनाउँदैछु केही त। हेर्नुहोस् उता भाइ हानिसक्यो भाइ। ओके 16वटा रड छ हाम्रो अहिलेसम्म। 1 बज्न आइसक्यो, एउटै परेको छैन अहिलेसम्म है। अब गोरा साथी चाहिँ यहाँ बियर खाँदैछ ल्याइदिएको मजाले चोला जस्तो छ। हामी चाहिँ यसरी खेल्दैछौँ। माझीहरूको ताल चाहिँ बिजक छ। पलास्तो भएछ आजको दिन चाहिँ। फेरि यस्तो रमाइलो छ हङकङको लाइफ। पर भाइ गोरा बाजेले भात पकाइदिन्छ। अब चाउचाउ खाने अब यहाँ ओके। अब आगो बाल्यो, यहाँ फ्राई गऱ्यो है। गोरा साथी त मिल्छ यो। This one throw yeah? Yeah, water ne? What are you have the bottle? भाइ पकाउनु। Yeah, coffee noodles. You know what I'm saying, right? Yeah. Coffee noodles are. You want you like coffee? No, Boil water. I have already. Now you boil for your noodles. धेरै हुन्छ होला त्यति। तपाईँ नम्बर दुईटा हाल्ने? Yes. ल ल केटी मात्र चाहिन्छ नि सुक्खान है। ल सबै हाल्दिनु त्यसो भए। सबै हाल्ने। अब माछा परेन, 1:30 भयो, 2 बजिसक्यो। अब मि पकाउनु खाँदैछ। अब यो चिनाले चाहिँ झट्का हान्दैछ, पारै छ सानो सानो माछाहरू। हाम्रो त अब Yeah, no, it's okay. I don't need water. I have beer. मि चाउचाउ है, चाउचाउ यहाँ छ हाम्रो। अनि चिउरा छ, भुजा छ। हामी यस्तो खान्छ क्या अब चाहिँ। अब यस्तो छ है हङकङको जिन्दगी। रमाइलो छ। Yeah, I love Indian food. रमाइलो पनि रमाइलो, अति रमाइलो हुन्छ हाम्रो त है। Which one? यस्तो छ। ल ओके। Yeah. अब हामी चाउचाउ पकाउँछौँ है त। I know how to cook. के भन्ने जलारी मछ्यौडी हैन माझी यसको जिन्दगी यस्तो हुन्छ। जिन्दगी हेर पार्टीको बोतल You know बना। what is the aura, right? ओरा या Yeah. Seems maybe my aura is bad in the moment. गोरा दाइले टोपी गरेर पानीको बोतल खाटेर चाउचाउ खाँदैछ। माछा पर्नु छैन। You want the chicken feet? You put in there. I don't. Huh? माछा परेको छैन अहिलेसम्म। एउटा मात्रै परेको छ जेब्रा। Let's see अब what's going on here. खाजा खाँदैछ हामी त। गोरा दाइ मक्क गोरा दाइ गफाएर मर लागिसकेको छ। You have salt? What? Salt. Salt. Yeah. Yes. पनि लगाएँ है त्यहाँ। चिरा लाइन। चिउरा पनि लगाएँ हो। चिउरा हालेर त गाउँघरमा पाहाडमा नेपालमा खाए जस्तो चिउरा पनि हालेर च्याट्टै दाजुभाइ खाँदैछ। उ त गोरा दाइले नुन ल्याइदिँदैछ।
Yeah, I always, when we have takeaway at home, the packet I keep ओके here. Salt, chili, pork, यो त खानेकुरा दिँदैछ अहिले pork over. के छ भन्ने छ यहाँ हेर्नु त है साथी राम्रो छ गोरा थियो भने No, that's coffee. The salt is the small white. बल्ल एउटा ठुलो परेछ छ बिस्तार निकाल्नु है त्यसलाई चाहिँ झ्याप्पै बनाएर Well, I said feel. Okay, I will scoop it. बिगन ठुलो माछा परेछ है एउटा At least I can Yes, say, yes, yes. at least I can say I scoop a fish. बिस्तार बिस्तार निकाल्नु बिस्तार निकाल्नु बिस्तारै झर्का नानु न No, slowly. स्लोली या In a rush. यस बिग या I will stay this side. No, it's not that big, man. यस You. गुड बोय Slowly. Yeah, you're gonna body. That's why I feel. Yeah, no need. यस otherwise, यस the- यस the- गुड बोय the hook will get stuck. यस डेङ्गी पर्थ्यो पनि पऱ्यो नि त एउटा Double up. यस Yeah, okay. गुड बोय ए डबल एक यस बेबी यस Double up. दुईवटा कुन माछा अरे यो Yeah. यो हात्तीको सुँड हात्तीको सुरु माछा अरे काब हो तर हामी हात्तीको सुँड भन्छौँ Yeah, this one यसको also. सुँड चाहिँ हात्तीको जस्तो छ हात्तीको सुरु छ होइन त्यही भएर हात्तीको सुँड धेरै साथी हो यी माछा यसरी मार्नुपर्छ Give me that one. द्याट Yeah, like this. ओके लुकिङ गुड इट्स गुड हाउ मेनी डेज यु फिसिङ यसरी हान्नुपर्छ है हेर्नुभयो नि होइन माछा परेछ नि अहिलेसम्म गोरा दाइ चाहिँ हिँडिसक्यो अब हामी मात्रै दाजुभाइ पनि छौँ अब दुईजना मात्रै हान्दैछौँ अब यहाँ हान्दैछौँ उता हान्दैछौँ मैले त हान्दैछु है अब 5:30 भयो हामी पनि 7 बजीसम्म खेलेर अब जम्मा आजको छुट्टी पनि यस्तै भयो है त साथीहरू है त दामी 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 है भर्खर पऱ्यो यो 6:42 मा पऱ्यो यो अस्तिकै समय ठ्याक्कै हाने है अस्तिको समय ठ्याक्कै समय हानेको जिउ कि सञ्जीव दाइले निकाल्यो भने चाहिँ माछा म दुईवटा लौसुमा हाल्नु सञ्जीव दाइले माछा निकाल्दियो हुन्छ ठुलो छ कि जस्तो लाग्यो अम्बो ल दुईवटा त समस्या घर नयाँ समस्या घरमा छ दुईवटा त नयाँ छ दुईवटा चाहिँ लौसु दाजु म यता आयो यता माछा यता आयो क्रस गर्यो बजिया दिदीले झुक्याएछ कस्तो गरुङ भएको छैन हो र किन पिलिक ड्याम हानेर पुरा हालिन हानेको त्यसले बुद्ध ठुक्क छ ल 20 केजीको माछा आयो 20 केजीको लु हेर 20 केजीको माछा 20 केजीको माछा देख्नुभयो 20 केजीको यस्तो छ शिकार कि ढिकार भने यही हो के अस्ति 2 दिन खेल्दा छप्प लग्यो 15 किलो जति अब आज यस्तो हुँदैछ अब के गर्ने अब शिकार कि ढिकार दलाडीहरू यस्तै हो अब अनि छुट्टीको समयमा भेट्नु पर्यो भने सिधै टाइममा तुकाउने हामीलाई भेट्न अन्त कहीँ खोज्नु पर्दैन र भेट्नु पनि हुन्न हामीलाई होइन दाइ यहाँ आयो भने सिधै भेट्नुहुन्छ ल जाऊ तिमी हान्नु दाइ त्यसमा थपेर हान्दियो
हात्तीको सुँड है यो चाहिँ एकदम कहाँ गर्दा चाहिँ हात्तीको सुँड सेम साइजको ग्रास काप Left hand, you turn it around like this, and then you hold it flat. This one like No, your left hand, left hand. You this one. hold like this. Oh. Yeah, and then you hold forward. No, straight. माछा है यो त कस्तो कालो छ त है कालो माछा छ मिठो भन्छ हैन यो हो ए साथी माछा यसरी गर्छ यता यता गर्छ मिठो ठाउँ Left hand, you turn it around like this, and then you hold it flat. This one like No, your left hand, left hand. You this one. hold like this. Oh. Yeah, and then you hold forward. No, straight bigger. Call a fisherman tank. हात्तीको सुँड भएको माछा है यो हात्ती चाहिँ। सुन माछा यो सुँड चाहिँ हात्तीको सुँड जस्तो हुन्छ अनि हामी हात्तीको सुँड भन्छौँ मेला चाहिँ तर यो चाहिँ इन्डियन If you hold like Indian this, carp. it looks much bigger. this one Grass carp. पनि लगाएँ है त्यहाँ चिउरालाई चिउरा पनि लगाएँ हो चिउरा हालेर त गाउँघरमा पाहाडमा नेपालमा खाए जस्तो चिउरा पनि हालेर च्याट्टै दाजुभाइ खाँदैछ उ त गोरा दाइले नुन ल्याइदिँदैछ हौ Yeah, I always, when we have takeaway at home, the bucket I keep ओके here. Salt, chili, fork, यसलाई खानेकुरा दिँदैछ अहिले fork over. के छ भन्दैछ यहाँ हेर्नु त है साथी राम्रो छ गोरा थियो भने No, that's coffee. The salt is the small white. बदेल मर्छ यहाँ बदेल हो चुवाचे चुवाची है चुवाची बदेल देखाउँछ ल ल माछा चाहिँ दुईवटा मऱ्यो है सफा गरिसकेँ अब नेक्स्ट सन्डे आउनुपर्छ र आजको लागि चाहिँ यति नै भोलि काममा जानुपर्छ आज छुट्टी अङ्कलको छुट्टी पनि यस्तो छ र सिधो रमाइलो भयो माछीहरूको माछेको है माछा चाहिँ 3.5 किलो या 4.5 जति छ ल ओके बाई बाई के बोला मछलीहरूको खाजा दलारीहरू ए ला उडा लगेको थियो त दलारी गाडीको खान्छ ल